आर्थिक यार छेक नहीं हो तपाईँ यार यस्तो मान्छे जानु नमस्ते नमस्ते बाबु कहाँबाट आउनुभयो घुमेर आएको ए सन्चै हुन्छ घरको सबै नानी बाबु हजुर सबै सन्चै हुन्छ सन्चै छौँ बाबु ल हुन्छ शीतल गर्नु भएको छ अब ठिकै छ बाबु ठिकै छ नि बस्नु ल है हस् तपाईँ भनेको टेर्नु न के रोक्ने तपाईँ किन रोक्नु भएको मलाई यहाँ बाटो कहाँ हुन्छ त्यसरी तपाईँ यार यस्तो गर्ने यार बाटोमा रोक्ने यार गर्ने होइन क्या यार बाटोमा हिँडेको मान्छेलाई यसरी रोक्ने त्यही भाइलाई जति सम्झाएर लाएन आफ्नै भाइ भनेर त भने नि हेर्नु भयो भन्थ्यो जे भयो पुरै यार छेक्ने हो त्यसरी ट्राफिक त म होइन तपाईँहरूलाई लाइसेन्स पनि बोक्नु भएको छैन होला होइन तपाईँको लाइसेन्स सोध्ने मेरो मोटरसाइकल लागि हो म चाहिँ तपाईँ यार यस्तो ल्याङ नागरिक भइसकेपछि हामी जस्तो गर्न हुँदैन यस्तो होइन नागरिक न सागरी तपाईँ यार यस्तो मान्छे यस्तो होइन नागरिक न सागरी तपाईँ यार यस्तो मान्छे भाइ के भन्छ मैले त्यो काली भाइ झगडा चाहिँ मान्छे किन त्यसो गरेको तिमीले हेर्नु अब हेलमेट लाएको छैन नि अब आफ्नै भाइ भनेर यसो सम्झाएको होइन अब यस्तो गरेँ अब के गर्ने यस्तो नगरे भए पनि हुन्थ्यो अब गरिहालेँ ए म पनि यसो खेत धान हेर्न कस्तो बाबा आइथिएँ त भएर झगडा गरेर घुचाउँदै माने त्यो काली भाइले त्यस्तो के होइन भाइलाई अब अलि सम्झाउनु खोजेको थिएँ मैले हजुर आखिर हाम्रो काम त होइन हो नि त त्यही पनि एउटा नागरिकको हिसाबले चाहिँ यस्तो गर्नुहुन्न भाइ भनेको भाइले धकल दिएर अब गरिहाल्यो यस्तो नगरे भने ठिकै छ आजभोलि केटाहरू त्यस्तै हुन् कि सम्झाउने हुँदैन कुरा त गर्ने हुन्न गऱ्यो नि आजभोलिको मान्छेलाई सम्झाउन सकिने हुन्छ हेर्नु पहिला पहिला गएर हुन्छ भन्थ्यो भन्थेन हजुर अलिकति यो हालत बनाइदियो भाग्यो मलाई नदेखेकोले भए राम्रो हुन्थ्यो होला होइन र